यो चाहिँ पाल्पा जिल्लामा बन्दै गरेको सिद्धबाबा सुरुङ मार्ग, जहाँ चाहिँ एकदमै भिरको बिचबाट चाहिँ सिद्धार्थ राजमार्ग चाहिँ गएको छ, जुन सुनौलीदेखि पोखरा जोड्ने गर्दछ। यहाँ चाहिँ एकदमै एक्सिडेन्टको खतरा बढेको कारणले पछिल्लो समय सरकारले चाहिँ सिद्धबाबा सुरुङ मार्ग भनेर यो पाल्पादेखि चाहिँ एउटा सुरुङ मार्ग निर्माण गरेको छ, जुन चाहिँ सिद्धबाबा पाल्पा मन्दिरको दाहिनापट्टि स्थित छ। यहाँ चाहिँ यस्तो भिर खोपेर चाहिँ यो सुरुङ मार्ग निर्माण गरेको छ, जुन निर्माणाधीन अवस्थामा छ, जुन चाहिँ डबल लाइनको नै छ। यहाँ चाहिँ अहिले चाहिँ निर्माण भइरहेछ र यहाँभित्र चाहिँ इन्जिनियरहरू चाहिँ छन् र यहाँभित्र चाहिँ अन्य सिभिलहरूलाई चाहिँ प्रवेश निषेध गरिएको छ। हेर्दाखेरि एकदमै डेन्जर देखिन्छ, भिरको मुनि ठ्याक्कै मन्दिरको छेउमा। यो चाहिँ वर्षेनी यहाँ चाहिँ 100औं जनाको चाहिँ माथिबाट ढुङ्गा गाडीमा लागेर चाहिँ मृत्यु हुने कारणले गर्दाखेरि सुरुङमा निर्माणपछि यात्रुहरूलाई यात्रा गर्न निकै सहज हुनेछ।